ख्रिस्टमा प्रियजन, आज भोकेसन सन्डे तथा सैटरडे भएकोले गर्दाखेरि मैले यसो के वचन आज बाँडौँ भनेर सोच्दै गर्दाखेरि सायद अरू बेला विशेष गरेर पढिएको वचनमा आधारित हामी वचनको रिफ्लेक्सन दिने गर्थ्यौँ तथा गर्ने गरेको छु। र आज चाहिँ मैले यसो सोचेँ भोकेसनको विषयमा अलिकति भनौँ न भनेर। अनि यसो हेर्दाखेरि हाम्रो युवा भाइ बहिनीहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। अनि विशेष रूपमा म हाम्रो मण्डलीका युवा भाइ बहिनीहरू जो अविवाहित हुनुहुन्छ उहाँहरूको निम्ति म विशेष यो भोकेसनको विषयमा भन्न चाहन्छु। र आमा बुवाहरू थाक्नु भएको छ भने अलिकति रेस्ट गरे पनि हुन्छ है। अनि यो भोकेसन धेरै इन्ट्रेस्टिङ छ। ख्रिस्टमा प्रियजन, हामी धेरैचोटि भन्छौँ परमेश्वरले बोलाउनु भयो भन्छौँ, तर साँच्चै अलिकति निहालेर हेऱ्यौँ भने परमेश्वरले कसरी बोलाउनुहुन्छ, उहाँको आवाजलाई कसरी सुन्छौँ र उहाँको आवाजलाई हामी कसरी ग्रहण गर्छौँ, सायद त्यसमा अझै पनि दुविधा हामीमा छ। धेरैचोटि हामी फिल गर्छौँ परमेश्वरले मलाई बोलाउनु हुँदैछ, तर उहाँको त्यो बोलाहटमा उहाँले जुन आह्वान हामीलाई दिनुहुन्छ हामी त्यसमा शङ्का गर्छौँ। यो होइन कि, मैले त्यति क्लियरली सुनिनँ कि भनेर त्यसलाई हामी सिरियसली लिँदैनौँ। तर हामीले के कुरा याद गर्नुपर्छ भन्दाखेरि परमेश्वरले कहिले पनि हामीलाई नाम काटेर बोलाउनु हुँदैन। कहिले पनि उहाँले हामीलाई नाम काटेर बोलाउनु हुँदैन। परमेश्वरले मिस कल दिनुहुन्छ है। परमेश्वरले हामीलाई मिस कल दिनुहुन्छ र उहाँलाई कल ब्याक गर्ने काम तपाईँ र मेरो हो। उदाहरणको लागि पहिलो सामुएलको पुस्तकमा हेर्नुभयो भने अध्याय 3 वचन 1 देखि 10 सम्म पढ्नुहोस्। त्यहाँनेरि सामुएललाई परमेश्वरले बोलाउनुहुन्छ। अनि सामुएलसँग अर्को व्यक्ति पनि हुनुहुन्छ जो चाहिँ एली, उहाँसँग हुनुहुन्छ। तर सामुएललाई परमेश्वरले बोलाउनु हुँदैछ। अनि यसो कान ठाडो पारेर सुन्छ, ओहो कसले बोलायो, एलीले पो बोलायो कि भनेर ऊ उठेर जान्छ। एलीलाई सोच्छ, हजुर तपाईँले मलाई बोलाउनु भयो? एलीले भन्छ, होइन, मैले तिमीलाई बोलाएको होइन। दोस्रोचोटि फेरि गएर सुत्छ, फेरि आवाज सुन्छ सामुएलको विषयमा, सामुएल सामुएल भनेर। अनि हजुर तपाईँले मलाई बोलाउनु भयो भनेर एलीलाई, होइन मैले बोलाएको होइन। तेस्रोचोटि फेरि सामुएललाई बोलाउँदाखेरि ऊ फेरि जान्छ। अनि त्यसपछि भन्छ, होइन तिमीलाई परमेश्वरले बोलाइरहेको हुनसक्छ। परमेश्वरको बोलाहट, उहाँको आवाज सामुएलले मात्रै सुनिरहेका थिए। त्यहाँनेरि उसँग एली पनि थियो, उसले सुनिरहेको थिएन। अनि यो कस्तो उसले सुनिरहेको थियो? फर्स्ट मिस कल, परमेश्वरबाट उसले फर्स्ट मिस कल पायो हो कि होइन, हि इज गोइङ एन्ड क्लारिफाइङ। सेकेन्ड मिस कल, गोइङ एन्ड क्लारिफाइङ। थर्ड मिस कल, परमेश्वरले बारम्बार उहाँलाई मिस कल गरिरहेको थियो। तर जब उसले एलीले रियलाइज गर्यो कि यो परमेश्वरको आवाज हो, परमेश्वरले सामुएललाई बोलाइरहेका छन्, अनि त्यसपछि सामुएललाई भन्छ, अब तिमीलाई परमेश्वरले बोलाइरहनु भएको छ, अब भन्नु, म सुनिरहेछु प्रभु, भन्नुहोस् भनेर। ख्रिस्टमा प्रियजन, यो मिस कलको कुरा गर्दै गर्दाखेरि यो मिस कल के हो? परमेश्वरको मिस कल के हो भन्दाखेरि इन्सपिरेसन, परमेश्वरको प्रेरणा नै परमेश्वरको मिस कल हो। याद गर्नु त युवा भाइ बहिनीहरू, आफ्नो जीवनमा कतिचोटि परमेश्वरबाट तपाईँले प्रेरणा पाउनुभयो? सायद हुनसक्छ मैले बोल्दै गर्दा प्रेरणा पाइरहनु भएको छ। आमा बुवाले तपाईँलाई भन्दा अरू कसैको टक सुन्दै गर्दाखेरि तथा बाइबलको वचन सुन्दै गर्दाखेरि, पढ्दै गर्दाखेरि तपाईँले त्यो इन्सपिरेसन, त्यो प्रेरणा पाउनु भएको छ। त्यो मिस कल परमेश्वरबाट तपाईँले पाउनु भएको छ। तर त्यसको रिप्लाई, कल ब्याक तपाईँले गर्नुभयो कि भएन? सो गड इज कलिङ अस एभ्री टाइम। अनि उहाँले हामीलाई सधैँ साधारण कुराहरूद्वारा बोलाउनुहुन्छ। यो होइन कि म कहीँ प्रार्थना गरिरहेको बेला, बाटोमा हिँडिरहेको बेला टक्क प्रभु यीशु ख्रिस्ट अगाडि उभिएर मलाई बोलाउनुहुन्छ ललित भनेर। साधारण कुराहरूद्वारा उहाँले हामीलाई बोलाउनुहुन्छ।
हुनसक्छ केही पेसामा व्यस्त भइरहेको बेलामा हैन अर कुनै इन्सिडेन्ट दुर्घटनाद्वारा उहाँले हामीलाई बोलाइरहनुहुन्छ। उदाहरणको लागि मदर तेरेसाको आह्वानलाई सुनौँ। उहाँ दार्जिलिङको यात्रामा निस्किनु भएको थियो र ट्रेनमा अरू धेरै मानिसहरू थिए, अरू कसैले त्यो आवाज सुनेन, मदर तेरेसाले मात्रै सुन्यो। अब तिमी जाऊ कोलकातामा भएका ती गरिब दुखीहरू जो गटर्सबाट उनीहरू कराइरहेका छन्, रोइरहेका छन्, उनीहरूको रोदन आइरहेको छ, उनीहरूलाई सेवा गर। त्यहाँबाट उहाँले आवाज सुन्नुहुन्छ र उहाँ फर्केर जानुहुन्छ र उहाँले नयाँ कङ्ग्रिगेसन सुरु गर्नुहुन्छ। सो परमेश्वरले हामीलाई यसरी बोलाउनुहुन्छ सानसानो घटनाक्रमहरूद्वारा हैन। त्यो परमेश्वरको मिस कल हो, इन्स्पिरेसन हैन। तर त्यसलाई पिकअप गरेर हामी अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ हैन। अनि यही सन्दर्भमा मैले सायद आफ्नो विषयमा यहाँहरूलाई पहिला पनि भनेको छु, तर म आफ्नै उदाहरण युवा भाइ बहिनीहरूलाई दिनु पर्दाखेरि म आफैले पनि मेरो आफ्नै भोकेसनको विषयमा इन्ट्रेस्टिङ पाउँछु। त्यसैले प्राय युवा भाइ बहिनीहरूलाई सेयर गरिरहेको हुन्छु। जसले सुन्नुभएको छैन उहाँहरूको निम्ति विशेष म भन्न चाहन्छु। म आफै पनि मलाई थाहा थिएन परमेश्वरले बोलाइरहनु भएको छ भनेर। म त गाउँमा एउटा के भन्नु असल जीवन जिउन चाहन्थेँ, आफ्नै तरिकाको जीवन जिउन चाहन्थेँ र मेरो एउटा सपना थियो फुटबल खेलाडी बन्ने। आमा बुवा हामी सानै हुँदाखेरि आमा बुवा बितिसकेकोले गर्दाखेरि जिन्दगी अलिकति ढलपल गर्दै अगाडि बढिरहेको थियो र मेरो एउटा इच्छा थियो फुटबल खेलाडी बनौँ। अलिकति हाइट छ अनि त्यतिखेर अलिक लामो कपाल पनि पालेको थिएँ, अलिक हिरै देखिन्थेँ हो। अनि अब चाहिँ फुटबल खेलाडी हुन्छु भनेर फुटबल खेल्न खुब जान्थेँ। अनि गाउँको केटाहरूले पनि ललित अब तिमी त क्याप्टेन हुनुपर्छ भनेर सबैले मलाई क्याप्टेन बनायो। अनि निकै म्याचहरू खेल्थ्यौँ। एन्ड देन परमेश्वरले पहिलोचोटि मलाई कहिले बोलाउनु भयो भन्दाखेरि हामी फाइनल म्याच खेल्नलाई तयार थियौँ। सिल कपहरू सबै रेडी छ हैन। खेलाडीहरू अपोजिट टिमको खेलाडीहरू सबै तयार भए। अनि त्यतिखेर फुटबल खेल्नलाई हामी सबै ड्रेसअप भइसकेका थियौँ। अनि फुटबल ग्राउन्डमा छिर्न अगाडि गाउँको एकजना भाइले मलाई बोलायो, ललित तिमीलाई ब्रदरले बोलाउँदैछ भनेर भने। म छक्कै परेँ। अनि त्यतिखेर कृष्ण प्रियजन फादर ब्रदर भन्नु बित्तिकै खुब डर लाग्थ्यो। किन भन्दाखेरि हामी ब्याप्टिजम भएको चाहिँ किशनगञ्ज इन्डियाको फादरहरू आएर उहाँहरूले हामीलाई ब्याप्टिजम दिनुभएको हो। अनि त्यतिखेर बस्तीमा हार्डली कसैले बाइक चलाउँथ्यो। अनि बाइकमा कोही आएको देख्यो भने यो त फादर हो भन्ने फिल हुन्थ्यो। बाइकमा चढ्ने चाहिँ फादरै लाग्थ्यो हामीलाई हैन। अनि त्यसले गर्दाखेरि फादरले तिमीलाई बोलाउँदैछ भन्नु बित्तिकै मलाई एक प्रकारको डर भयो। ब्रदरले बोलाउँदैछ। अनि त्यो ब्रदर को हुनुहुन्छ भन्दाखेरि फादर लियो, अहिले बिशप हाउसमा हुनुहुन्छ नि। म ब्रदर हुँदाखेरि मलाई बोलाउनु भयो। डरले अब कसरी नजाउँ, साथीहरूलाई भने ल तिमीहरू खेल्दै गर म ब्रदरलाई भेटेर आउँछु भनेर गएको। मान्छे हाफ प्यान्टमा कपाल छ है, नुहाइ धुवाइ छैन। अब फुटबल ग्राउन्डमा को नुहाउँछ होइन। साथीलाई भने टोपी देऊ न भनेर यसो टोपी लाएर गएको। ब्रदरले के भन्यो मलाई, बाइकमा बस। फर्स्ट टाइम लाइफमा बाइकमा बसेको हो। ब्रदर लियो हुनुहुन्थ्यो त्यतिखेर। बाइक हिँडाउनु भयो, दमक लिएर आउनुपर्ने एपोस्टोलिक स्कुलमा। मलाई डर लाग्यो। बाटोमा उहाँले भन्नुभयो अब तिमी फादर हुनुपर्छ। अब बुई थर काम थियो नि भित्रबाट हो। अन्त हुँदैन भने अनि यसो सोचेँ अब बाइकबाट हाम फालेर भाग्छु भनेर। फर्स्ट टाइम बाइकमा चढेको, लडी पो हालिन्छ कि भन्ने डरले मजाले पक्रेर बसिराखेँ। त्यतिकै दमक आयो। दमक आइपुग्यो। अनि बेलुका त्यहाँ अर्को फादर हुनुहुन्थ्यो, फादर जन प्रकाश, जसलाई सिर्सियामा पछि गोली हानेर मारियो, उहाँको हत्या गरियो। उहाँ फादर हुनुहुन्थ्यो त्यहाँको रेक्टर। अनि उहाँको अगाडि ब्रदरले मलाई लिएर गइसकेपछि ब्रदरले देखायो मैले यो भाइलाई ललित हो यसको नाम, उसलाई लिएर आएको छु, अब ऊ चाहिँ फादर हुनुपर्छ भनेर मैले ल्याएको भने। फादर जन प्रकाशले मलाई यसो हेर्नुभयो, इङ्ग्लिसमा के भन्यो मेरो दिमागमा एउटै मात्र कुराले छोयो। क्लास याद गर्नु, म क्लास 7 पढिरहेको थिएँ त्यतिखेर हैन। क्लास 7 पास आउट थिएँ म हैन। अनि एउटै शब्दले दिमागमा छोयो, त्यो थियो लेजी। लेजी
अनि यसो पछि सोचेँ यो लेजी भनेको के हो? अनि अहिले पो सोच्दा लेजी भनेको भन्यो होला कि आई थिङ्क हि इज लेजी भन्यो त्यो गेटअप हेरेर हो। अनि त्यो लेजी भन्ने शब्दले मलाई निकै सतायो। यो लेजी भन्ने शब्द चाहिँ के रहेछ? पक्कै पनि यो इङ्ग्लिस शब्द हुनुपर्छ। अब म यो पत्ता लगाउँछु लेजी भन्ने चाहिँ के रहेछ भनेर। अनि त्यतिखेर याद भयो फादर हुनलाई इङ्ग्लिस पनि चाहिन्छ भनेर। अनि त्यसपछि मैले लेजी भनेर 1-2 दिनपछि यसो खोज्दै जाँदा लेजी भनेको त अल्छे पो रहेछ त। अनि होइन म अल्छे होइन, म अल्छे होइन भनेर त्यो डिटर्मिनेसन मैले लिएँ। यो इङ्ग्लिस अब म सिक्छु नै कसरी हुन्छ। अनि त्यसपछि क्रिस्मा प्रियजन फादर जन प्रकाशले साँच्चै नै त्यसै हामीलाई गाइड गर्नुभएको थियो। हामी 18 जना केटाहरू थियौँ हैन। त्यो ग्रुपबाट हामी 2 जना पछि पुरोहित भयौँ, अरू सबै विवाहित जीवन जिरहनु भएको छ। तर म पुरोहित हुनुमा अवश्य नै त्यो फादरले मलाई गाइड गर्नुभयो र मेरो जुन प्रकारको के भन्नु खुल्दुली थियो यो लेजी भन्ने शब्दमा, त्यहाँदेखि मेरो एउटा नयाँ जर्नी सुरु भयो र म त्यहाँबाट इङ्ग्लिस सिक्न थालेँ। र फादरले मेरो परिश्रम देखेर उहाँले निकै सहयोग गर्नुभयो, गाइड गर्नुभयो। यतिसम्म कि कहीँ जानु पर्यो भने, हामी धरान जानु पर्यो भने गाडीमा इङ्ग्लिसको त्यो भोकाबुलरी हालिदिनुहुन्थ्यो, रिपिट गर्दै जानुपर्ने बाटोभरि, मुख थाकिन्जेल उहाँले त्यसरी सिकाउनुहुन्थ्यो। अनि त्यसपछि दोस्रो, त्यो मेरो फर्स्ट कल व्यक्तिद्वारा त्यसरी आयो फुटबल ग्राउन्डमा। दोस्रो कल कतिखेर मैले इन्सपिरेसन मिस कल दोस्रोचोटि पाएँ भन्दाखेरि चाहिँ फादरहरू बस्तीमा मिसा गर्न जानुहुन्थ्यो र उहाँहरू मिसनरिज फादरहरू भएकोले गर्दाखेरि टुटाफुटा नेपाली बोल्नुहुन्थ्यो होइन। अनि उहाँहरूले मलाई के भन्नुहुन्थ्यो भने, ललित अब हामी त्यहाँ मिसा गर्न जान्छौँ, यो पोइन्ट मान्छेहरूलाई भन्नु ल भनेर भन्नुहुन्थ्यो। अनि उहाँहरूले मलाई पोइन्ट लेखेर दिनुहुन्थ्यो, यो विषयमा चाहिँ भन्नुपर्छ, ट्रान्सलेट गर्नुपर्ने भनेर। अनि बस्तीमा मिसा गर्न जाँदाखेरि म ट्रान्सलेट गर्थेँ। अनि नेपालीमा ट्रान्सलेट गर्दाखेरि फादरहरूले बोल्दाखेरि मान्छे हल्ला गरेर बिजो, म बोल्दाखेरि चुप लाएर सुन्ने। अनि त्यहाँबाट मलाई फिल भयो, ओहो मान्छेले त मलाई सुन्ने रहेछ, मजा आउन थाल्यो हो। त्यसपछि होइन म फादर हुन्छु। क्रिस्मा प्रियजन या च्यालेन्ज मेरो लागि के थियो भन्दाखेरि म फादरको कुरा काट्न सक्थेँ। ओहो यो फादर खत्तम रहेछ, बोल्नै सक्दैन, मान्छेलाई भन्नै सक्दैन, एक्सप्लेन गर्नै सक्दैन, कुरा काट्न सक्थेँ, नराम्रो देखाउन सक्थेँ होला त्यतिखेर। तर मैले आफूलाई च्यालेन्ज गरेँ, होइन यो ग्याप छ, यो ग्यापलाई म फिलअप गर्छु, म यो स्थानमा गएर म यो स्थानलाई फुलफिल गर्छु भनेर त्यो एउटा कमिटमेन्ट लिएर म अगाडि बढेँ। र त्यही अनुरूप म आफ्नो भोकेसनको निम्ति जुन दिन मैले यो बस्तीमा इन्सपिरेसन पाएँ कि म फादर भएपछि म साँच्चै नै सायद प्रभुको वचन सुनाउन सक्छु भन्ने जुन एउटा कमिटमेन्ट मैले लिएँ, त्यस पश्चात मैले जहिले पनि पवित्र मिसा बलिदानमा भाग लिँदाखेरि एउटैको लागि मात्रै प्रार्थना गर्थेँ कि मलाई फादर हुने कृपा दिनुहोस्। कहिले पनि स्टडिजको लागि मैले गरिनँ, सुस्वास्थ्यको निम्ति प्रार्थना गरिनँ, परिवारको लागि कहिले पनि प्रार्थना गरिनँ। मेरो एउटै मात्रै प्रार्थना हुन्थ्यो कि म फादर हुन सकौँ भनेर जहिले प्रार्थना गर्थेँ। अनि त्यसैले गर्दाखेरि क्रिस्मा प्रियजन परमेश्वरले यसरी बोलाउनुहुन्छ। युवा भाइ बहिनीहरू सुन्नुभएको छैन भने आवाज अझै पनि परमेश्वरले तपाईँहरूलाई बोलाउनु हुँदैछ। कतिको मनमा कुरा खेलिरहेको छ, मैले हेर्दैछु है। कतिले सोच्नु हुँदैछ फादर बोयफ्रेन्ड छ नि त, कतिले सोच्दै हुनुहुन्छ गर्लफ्रेन्ड छ नि त, के गर्ने, तपाईँको पो थिएन। क्रिस्मा प्रियजन नभएको होइन, आज पक्रा खाए फादर। युथ क्याम्पमा भयो, कसैलाई मैले पनि मन पराएँ, कसैले मलाई पनि मन पराए। झन्डै 3 इयर्ससम्म मतलब चिठीको आदान प्रदान हुन्थ्यो होइन। म क्लास 8देखि के अरे बहिनी क्लास 8मा पढ्थ्यो, म क्लास 10मा पढ्थेँ, चिठीको आदान प्रदान हुन्थ्यो। तर म क्लास 12 सकिसकेपछि म भैरवा गएँ एज अ टिचर, टिचिङ गर्थेँ त्यहाँ। यो बहिनी चाहिँ स्कुलमै पढ्थ्यो
तर उहाँको एउटै मात्रै खुल्दुली के थियो भन्दाखेरि बिहा गरौँ, छिटै बिहा गरौँ। प्रत्येकचोटि चिठी लेख्दा बिहा गरौँ मात्रै लेख्नु। मैले चाहिँ के इन्सिस्ट गर्थेँ भनेर अहिले होइन, तिमी पढिसक न, लाइफ त बनाउनु पर्यो नि भनेर टारी बस्यो। भरे त म टिचिङ गर्दै गर्दाखेरि उसले एकचोटि मलाई के लेख्यो चिठी, बिहा गर्ने हो कि नगर्ने हो, मेरो परिवारले केटा खोज्दैछ भने। भयो। अनि मैले फेरि त्यही रिप्लाई दिएँ, होइन अहिले बिहा नगरौँ, अलिक पढ, एटलिस्ट 12सम्म पढ, त्यसपछि बिहा गरौँला। त्यसको 2-3 महिनापछि मैले खबर सुने, पहिला पो गइछे। हो। अनि त्यसपछि गइसकेपछि म माइनर सेमिनरी त्यसपछि गएँ। माइनर सेमिनरी गइसकेपछि अर्को च्यालेन्ज यहाँनिर माइनर सेमिनरीमा के भयो भन्दाखेरि ख्रिस्टमा प्रियजन, माइनर सेमिनरीमा एउटा ठुलो च्यालेन्ज, हामीले 2 जना ब्रदर 4 जना गएको थियौँ, 2 जना फर्केर आयो, 2 जना हामी बसिरह्यौँ। अनि त्यतिखेर त्यहाँनिर खासै हामीले फर्मेसन पाइरहेका थिएनौँ, किन भन्दाखेरि रेक्टर फर्मेसनको निम्ति उहाँ बाहिर जानुभएको थियो र सब्स्टिट्युसनको निम्ति अर्को पुरोहित त्यहाँ हुनुहुन्थ्यो, र जसले गर्दाखेरि त्यहाँको एउटा क्रेज चाहिँ हामीले देखेको क्रिकेट गेम थियो। अब स्टडिजको समयमा सबै क्रिकेट हेर्न गइदिने हैन, फर्मेसनै थिएन। अनि हामीलाई एक त क्रिकेट पनि मन नपर्ने त्यतिखेर, अनि त्यसले गर्दाखेरि अब सकिँदैन भनेर फर्केर आउनुपर्छ भनेर, अब यहाँ कुरा राख्नुपर्छ भनेर हामी फर्केर आयौँ। 1 वर्षपछि सबै सरसामान ल्याएर अनि यहाँ आएर हामीले कुरा गर्दै गर्दाखेरि जो हाम्रो इन्चार्ज हुनुहुन्थ्यो उहाँले क्लियर कट ब्ल्याक एन्ड व्हाइट उहाँले के भनिदिनु भयो हामीलाई कि माइनर सेमिनरी फेरि फर्केर जाऊ दोस्रो वर्षको लागि कि छोडेर घर जाऊ, कुरा सकियो। अब प्रार्थना गर, 1 हप्ता बाँकी छ, सेमिनरी जाने कि घर जाने हो भनेर 1 हप्तासम्म प्रार्थना गऱ्यौँ, दोधारमा पऱ्यौँ के गर्ने नगर्ने भनेर, विल रेडी टु गो होम। तर अन्तमा बिशप शर्माले अचानक फोन गर्नुभयो, भाइहरू मलाई भेट्न आऊ भने। त्यहाँ गएको त उहाँले के भन्नुभयो, तिमीहरू मेजर सेमिनरी जाँदैछौ आज, 5,000 दिएर सपिङ गर्न पठाए। यस्तो खुसी भएको हामीलाई यहाँनिर लिडरसिपको डिसिसनले पनि कति असर गर्छ हैन, कसरी चाहिँ क्यान्डिडेटलाई पर्सनली हामीले जानेको खण्डमा उनीहरूको भोकेसनलाई हामी बचाउन सक्छौँ हैन। उहाँले भन्न सक्नुहुन्थ्यो ए फल्नाको कुरा मानेनौ तिम्रो अब जाऊ भन्न सक्नुहुन्थ्यो, तर बट ही न्यू अस पर्सनली। फर्मेटर्सहरूले यदि आफ्नो क्यान्डिडेटलाई व्यक्तिगत रूपमा जानेको छ भने दे क्यान मेक अ राइट डिसिसन। त्यसपछि हामीलाई मेजर सेमिनरी पठाइयो। मेजर सेमिनरीमा जाँदाखेरि सबैको नाम प्रिन्टेड, हाम्रो नाम तलबाट हातले लेखिएको छ हो, छक्कै परेको। अनि त्यहाँनिर पढ्दै गर्दाखेरि 3rd च्यालेन्ज भनौँ मेरो जीवनमा विशेष रूपमा आएको चाहिँ फर्गिभनेस। मलाई कन्फर्म थियो अब चाहिँ म फादर हुन्छु, तर एउटै कुराले मलाई सताइरहेको थियो कि म एकजना पुरोहितसँग जो नराम्रो रिलेसन थियो, मतलब उसँग म नबोल्ने स्थितिमा थिएँ, जसले गर्दाखेरि मलाई बारम्बार सताउँथ्यो। कन्फेसनमा जान्थेँ, कन्फेस गर्थेँ, तर आई वाज नट एबल टु फर्गिभ हैन। अनि त्यसले चाहिँ मलाई सताउँथ्यो। अनि पछि एउटै मात्र मेरो लागि बाटो थियो, उहाँलाई क्षमा दिएर अगाडि बढ्नु। त्यहाँ धेरै अर्को लामो स्टोरी छ, त्यो म भन्न चाहदिनँ। तर पछि उहाँलाई मैले चिठी लेखेर नै सरी भने, पछि नेपाल फर्केर आएपछि उहाँलाई मैले भेटेर फेरि सरी भने, र त्यहाँदेखि मेरो नयाँ यात्रा सुरु भयो। अनि ख्रिस्टमा प्रियजन यो च्यालेन्ज निरन्तर रूपमा यसरी चलि नै रह्यो। इभन theology पढ्दाखेरि 4 वर्षको theology पढ्दाखेरि आई स्टार्टेड डाउटिङ अबाउट गड। परमेश्वरको विषयमा मैले शङ्का गर्न थालेँ, किन जिसस नै, वाइ नट बुद्ध, वाइ नट शिव, वाइ नट राम और वाट एभर, किन क्रिस्चियनिटी नै, किन जिसस नै। र त्यो सायद मेरो निम्ति एउटा उचित समय पनि थियो डाउट गर्ने र प्रश्न सोध्ने, र त्यो समयमा हामीसँग प्रोफेसरहरू पनि हुने भएकोले गर्दाखेरि र लाइब्रेरीहरू, राम्रो लाइब्रेरीहरू हुने भएकोले गर्दाखेरि आवर्स एन्ड आवर्स समय म लाइब्रेरीमा बिताउँथेँ। पुरोहित के अरे स्पिरिचुअल टक जाँदाखेरि यो डाउटहरू सोध्थेँ। अनि मैले जिससको बारेमा, मेरो विश्वासको विषयमा जुन मैले डाउट गरेको थिएँ त्यसको आन्सर्स मैले पाएँ।
कि साँच्चै प्रभु यीशु ख्रीष्ट मात्र एक यस्तो व्यक्ति हुनुहुन्छ जोद्वारा हामी मुक्ति पाउँछौँ। यो मुक्ति चाहिँ मरेपछि होइन, इभन यसै संसारबाट सुरु हुन्छ, यहीँबाट सुरु हुन्छ। अनि त्यो प्रभुलाई मैले अँगालेँ। मेरो गर्लफ्रेन्ड पहिला गई त मैले अर्कै गर्लफ्रेन्ड पाएँ है, अर्कै गर्लफ्रेन्ड पाएँ जसलाई म प्रत्येक पवित्र युख्रिस्टमा बात गर्छु, कुरा गर्छु, उहाँसँग बाइबलद्वारा उहाँसँग बोलिरहन्छु, प्रार्थनाद्वारा उहाँसँग बोलिरहन्छु, पवित्र युख्रिस्टमा उहाँलाई अँगालो हान्छु, उहाँले मलाई अँगालो लाउनुहुन्छ। ही इज माई बेस्ट फ्रेन्ड टुडे। ख्रिस्टमा प्रियजन, तपाईहरू सबैलाई परमेश्वरले यसरी विभिन्न घटनाक्रमहरूद्वारा बोलाइरहनुहुन्छ। तर यो कुरा नसोचौँ कि परमेश्वरले बोलाउनु त भयो, त यति धेरै च्यालेन्जेसहरूसँग सांसारिक कुरा छन्, इभन फ्यामिलीमा त्यो च्यालेन्जेस छ, अन्यथा नलिनु। म सरी भन्न चाहन्छु, कसैले एकचोटि मलाई भन्नुभएको थियो, नाम लिन चाहन्न, तर यो सबैको ज्ञानको लागि मैले भनेको। एकजना बहिनीलाई मैले जिस्काएको थिएँ, ए तिमी त सिस्टर हुने रहेछौ नि भनेर। प्यारेन्ट्सले के भने, हुँदैन फादर, किन हुँदैन, हाम्रो फ्यामिलीमा यस्तो एउटा घटना भयो, छोरी एमसी सिस्टर बन्न गयो, आमाले निकै दुःख पाइन्, अझै पनि आमाले दुःख पाइरहनु भएको छ होइन। त त्यतिखेर मसँग शब्द थिएन, त त्यो कुराले मलाई बोधर निकै गर्यो पछि होइन। तर पछि सोच्दै जाँदाखेरि मैले के आन्सर पाएँ भन्दाखेरि, हो त्यो छोरी सिस्टर बन्न गएको कारणले गर्दाखेरि यो आमाले दुःख पाउनु भयो होला, तर यो आमाले दुःख पाएको कारणले गर्दाखेरि यो छोरी एमसीमा गएको कारणले गर्दाखेरि हजारौँ आमाहरूले सेवा पाइरहेका छन् हैन। त्यो द्याट इज भोकेसन, त्यो परमेश्वरको बोलाहट हो। त्यो त्यसरी परमेश्वरले बोलाउनुहुन्छ। एउटाको दुःखको साटो 100जनाको दुःखमा परमेश्वरले सहायता गर्नुहुन्छ त्यो व्यक्तिद्वारा। अनि यो च्यालेन्जेस सधैँ आइरहन्छ, दुविधा डाउट यो आइ नै रहन्छ। सधैँ याद गरौँ प्रभु यीशु ख्रीष्टलाई पनि यो भएको थियो। जब प्रभु यीशु ख्रीष्टलाई शैतानले परीक्षा लिइरहेको थियो मरुभूमिमा, शैतान छोडेर गयो तर सधैँको लागि गएन। लुकको सुसमाचार अध्याय 4 को वचन 13 मा हेर्नुहोस् त, त्यहाँनिर यसरी लेखिएको छ, जम्मै परीक्षाहरू पुरा भइसकेपछि केही समयको लागि, सधैँको लागि होइन, केही समयको लागि शैतानले उहाँलाई छोडेर गयो। फर सम टाइम, केही समयको लागि शैतानले छोडेर गयो। द्याट मिन्स शैतानले घरिघरि परीक्षा दिन्छ नै। अनि यो भोकेसनको यात्रामा जुन मैले तपाईहरुलाई च्यालेन्जेस भनिरहेको थिएँ, आफ्नो भोकेसनको यात्राको च्यालेन्ज, यो शैतानको एउटा परीक्षा थियो र सबैको जीवनमा यो परीक्षा आउँछै आउँछ तपाईले प्रभुलाई रोजिसकेपछि। तर यो कुरा सधैँ याद गर्नु, यदि प्रभु यीशु ख्रीष्टलाई बेस्ट फ्रेन्ड बनाउनु भएको छ, तपाईको बॉयफ्रेन्ड, तपाईको गर्लफ्रेन्ड बनाउनु भएको छ भने ही विल नेभर डिसअपोइन्ट यु, किनभने उहाँ आफैले भन्नुभएको छ अन्तिमसम्म म तिमीहरूसँग हुनेछु भनेर। अनि त्यसैले गर्दाखेरि ख्रीष्टमा प्रियजन, परमेश्वरले प्रभु यीशु ख्रीष्टले यसरी हामीलाई बारम्बार इन्स्पायर गरिरहनु भएको छ, प्रेरणा दिइरहनु भएको छ। यसलाई हामी कसरी अँगाल्छौँ र अगाडि बढ्छौँ, त्यही नै भोकेसन हो। नसोच्नुहोस् अब नाम काटेर आज चाहिँ मेरो नाम बोलाइन्छ भनेर, नो। सानसाना घटनाक्रमहरूद्वारा प्रभु हामीलाई बोलाइरहनुहुन्छ। अनि आमा बुवाहरूको पनि एउटा कर्तव्य छ आफ्नो छोराछोरीलाई यो भोकेसनमा अगाडि बढाउनु है। अनि त्यसको निम्ति पारिवारिक प्रार्थना अति आवश्यक छ। यहाँहरू सबै परिवारका सदस्यहरू सँगै बसेर प्रार्थना गर्न अति आवश्यक छ। किन भन्दाखेरि आज गुड शेफर्डको दिन, असल गोठालो, भलो गोठालोको आइतबार अथवा शनिबारको दिन हाम्रो मण्डलीमा धेरै भलो गोठालोहरूको आवश्यकता छ। कमी हुँदै गएका हामी देखिरहेका छौँ र आमा बुवाहरूले यसलाई इन्करेज गर्नु भएन भने हामी सबै भाँड भैलो हुनेछौँ, कहाँ पुग्नेछौँ त्यो थाहा हुने छैन। अनि त्यसैले गर्दाखेरि हामीलाई आज यस्तो भलो गोठालो चाहिएको छ जसले धर्म मण्डलीलाई, हाम्रो समुदायलाई अगुवाई गर्न सक्छ, लिड गर्न सक्छ।
पालन पोषण गर्न सक्छ, दुखीमा परेकाहरूलाई सान्त्वना दिन सक्छ, असल बाटोमा लिएर जान सक्छ तथा सुधार्न सक्छ, रक्षा गर्न सक्छ। त्यस्तो गोठालोको आवश्यकता परेको छ। त्यस्तो गोठालोको निम्ति हामी विशेष प्रार्थना गरौँ र त्यो गोठालो हाम्रै माझबाट आउनेछ। त्यसको निम्ति प्रार्थना गरौँ।